तातो मोमो खाने भयो हामी दर्शन गरेर देख्नुहुन्छ मेरो यहाँ जिमला फ्रेन्ड अलरेडी आइपुगेको छ दर्शन गाइज वेलकम टु माई युट्युब च्यानल र देख्न सक्नुहुन्छ हामी शिवजीको दर्शन गर्न जानुको लागि यहाँ म साथीलाई पर्खिरहेको छु र सबै सम्पूर्ण मेरो सब्सक्राइबरहरूलाई मेरो फ्रेन्डहरूलाई ह्याप्पी शिवरात्रिको धेरै धेरै शुभकामना छ। देख्न सक्नुहुन्छ मेरो फ्रेन्डहरू अलरेडी आइपुगे यिनीहरूकै इन्तजारमा थिएँ म। साथी आयो भनिदियो मेरो युट्युबरले हेर्दैछन्। देख्न सक्नुहुन्छ गाइज अलरेडी मेरो फ्रेन्डहरू आइपुगे यिनीहरूकै इन्तजारमा थियो र हामी भित्र गएर तपाईँलाई निशा दृश्य देखाउँछौँ र हामी यहाँ जस्ट एन्ट्री हुन आएको छौँ गेटको सामने आएको पुगेको छौँ हो। क्यामेराम्यान यो साथी थियो हो र साथीको लागि एउटा लाइक गरिदिनु। यति मेहनतले यस्तो बाटोमा तपाईँहरू देख्नुहुन्छ यहाँ कस्तो खाइ छ यस्तो रिक्सीमा उसले यस्तो मेहनत गरेर क्यामेरा गर्दै आयो हो। सो यहाँ एकजना साथी गाडी पार्क गर्दैछ यहाँ देख्नुहुन्छ उसले गाडी राख्नु ठाउँ पाएको छैन। हमसे यार यति हेप्पी होला फिर आउँछ लाइफमा मैले शिव दर्शन बहुत गरेँ तर यस्तो खालको एरियामा म कहिले उठि पाएको थिएन। यस्तो ठाउँमा जाँदैछौँ गाडी दर्शन गरेर देख्न सक्नुहुन्छ र तपाईँको भाइ कति मेहनत गरेर यहाँ भिडियो बनाउँदैछ हो। यो पुरा हिल्स एरिया र साथीहरू कसरी हिँड्दैछन् यहाँ कान्छीहरूलाई पनि देख्न सक्नुहुन्छ कति राम्रो राम्रो कान्छी छन्। सरी यार पूजामा आउँदाखेरि त्यस्तो कान्छीको त नाम गर्नु हुँदैन बाट के गर्नु हटिबिनाको जिब्रो बोली त निक्लिहाल्छ हो। र हामी उठ्दैछौँ टेन्सन नगर छोरा मन म धर्छु तल ल। यहाँ देख्नु सक्छ कान्छीहरू होइन आफू चाहिँ झर्ने बेला भइसकेको छ। खतरा खतरा ठाउँमा गएको थिएँ यार शिव पूजा गर्नु बट यस्तो एरियामा कहिले आएको थिइनँ। आज एनर्जी पुरा जाने रहेछ यहाँ हिँडेर। यहाँ देख्न सक्नुहुन्छ माथिबाट पनि तल देखाइदिउँ। देख्नु गाइस भाई आपको कष्ट हो रहा है क्या? ओ भैया मेहनत हो रहा है आपको आ सकते हो? हाँ ठीक है आइए आराम से। हाँ देख्नु गाइस कस्तो कस्तो ठाउँबाट हिँड्दैछन् मान्छे यहाँ हो। म त सेसेर पेपे भइहालेँ यार। वाह नजारा हेर्नु गाइस शानदार नजारा छ। कति माथि उठिसक्यो हामी हो। तलको प्लेस हेर्नु यहाँको प्लेस हेर्नु अब अझै थुप्रो माथि उठ्नु छ हामीहरू हो गाइस। जहाँ निक्लेला जस्तै भयो देख्नु कति माथि उठिसकेको छ हामी। हेर्नु तल कति तल छ हेर्नु प्लेस। हामी अझै माथि पहाडमा उठ्नुपर्छ र गाइस देख्नु सक्नुहुन्छ हामी हिँडिरहेको। जोर से चिल्लाओ यार। फाइनली हामी धाममा पुगिसक्यौँ देख्नुहुन्छ र म यहाँ सिडी ब्याक सिडी गरेर नाच्दै देख्नुहुन्छ गाइस। अलरेडी यहाँ धाममा पुगिसकेँ र तपाईँलाई म तल गएर शिवको दर्शन गरेँ। साथीको अलरेडी बेला इन्भाइट गरिरहेको छु देख्नु सक्छ हाई गर्दैछ र देख्नु सक्छ हामी फाइनली यहाँ आइपुगेको छौँ हो। र गाइस देख्नु सक्छ पुरा फाइनली हामी आइपुगेको छौँ शिवको दर्शन गर्ने ठाउँमा। सो यति हेप्पी लाग्दैछ मलाई यति रमाइलो लाग्दैछ गाइस यहाँको प्लेस देखेर यहाँको दर्शन गर्ने नजारा देखेर हो। अब हामी यहाँको शिवको पूजा गर्छौँ हामी दर्शन गर्छौँ शिवलाई अगरबत्ती जलाउँछौँ 108 खेप ओम नमः शिव भन्छौँ। देख्नुहुन्छ मेरो यहाँ जिमला फ्रेन्ड अलरेडी आइपुगेको छन् दर्शन गर्नु हाई अन्त ए त्यो साथी सर पे तेरा हाथ दिन से उजली मेरी रात। फाइनली दर्शन भइसक्यो र हामी यहाँ अब नास्ता गर्नलाई देख्न सक्छ पछि मेरो पछि यहाँ होटल छ हो। र होटलमा हामी जस्ट नास्ता गर्न लाग्छौँ। ओइ भोक लागेन खान्छ तिमीलाई है भोक लागेको छैन? अब गाई देख्नु चाहिँ हामीको अलरेडी टेन्ट बनाएर यहाँ के भन्छ होटल अलरेडी छ र यहाँ हामी खाने हो। अब
गाइज मेरो साथीहरू अगाडि हिँडिरहेको छ देख्नुहुन्छ। आज फाइनली हामी अघिदेखि 1 घन्टादेखि खोजिरहेको थियौँ जे चिज अहिले भर्खर भयो हो। खासै चाहिँ हाम्रो शिवको दर्शन भयो। अब जस्ट हामी शिवको प्रसाद खानेवाला छौँ। यहाँ भाइयाहरू अलरेडी भाइयाहरू अलरेडी यहाँ शिवको प्रसाद खाइरहेका छन्। हामी दर्शन गरेर अलरेडी यहाँ झारखण्ड आएको छौँ।